अहिले एकदम गाह्रो भएको भने उहाँलाई हाम्रो एकदम गाह्रो भएको प्रकाश होला सन्तोष सबै एकदम गाह्रो भएको भने हामीले 4 जना पार्टी हो। भनेपछि त तपाईँ जेठान वा ज्वाइँ तपाईँ आफै त्यो आइदिउनुभयो तपाईँहरू यसरी उभिनु भएको थियो है परिवारकै सदस्यहरू हामी परिवारकै सदस्यहरू हाम्रो कर्णालीलाई यतिसम्म हेपेको छ कि यतिसम्म पछाडि पारेको छ कि हामी त्यसैको लागि त्यहीँको ठाउँको विकासको लागि हामी चाहिँ अगाडि बढेर लड्न अब त्यसले गर्दाखेरि चाहिँ हामीलाई यस्तो अवस्था बनायो यो सरकारले इन्डिया सरकारले त हामीलाई यस्तो बनायो अहिलेसम्म उहाँको माग पनि पुरा गरेर चाहिँ मेरो माग पनि पुरा गरेर चाहिँ र उहाँको माग पनि पुरा गरेर चाहिँ त्यही भएर चाहिँ म अहिले यति घाइते भए पनि म दिनकै आएर उहाँहरूलाई सबैलाई सपोर्ट दिनुको कारण के हो आफ्नो ठाउँलाई आफ्नो देशलाई बचाउँ भन्ने मायाले गर्दाखेरि चाहिँ हामी मेरो नाम सुमन बोरा अब एकचोटि अब हाम्रो अनुसाईको चाहिँ हाम्रो भाइ हुनुहुन्छ अगाडिबाट गऱ्यो हरेक मान्छे जेको लागि आन्दोलन गरिएको जेको लागि लडिएको भित्र हुने र बाहिर हुने सबैको उत्तिकै अधिकार छ होइन। सबै आन्दोलनकारीहरूको जगमा बनेको छ। यहाँ कसैले सपोर्ट गर्यो कसैले विरोध गर्यो घाइते पनि हुन सक्थ्यो नि। डाक्टर साहबलाई यत्तिकै व्यवस्था गर्न चाहिँ मिल्दैन। सरकारले चाँडोभन्दा चाँडो ध्यान आकर्षण गरोस्, चाँडोभन्दा चाँडो यो कुरा टुङ्गियोस् होइन। मेरो भाइ सन्तोषले पनि म डाक्टर साहबलाई भेट्न माइतीघर जान्छु भनिराखेको छ त्यही भएर होइन। आज दिपेन्द्र भाइ आए होइन। अझै लापरवाही गरे सन्तोष भाइ कहाँ डाक्टर साहबलाई यत्तिकै छोड्न मिल्दैन, म माइतीघर जान्छु दाइ भनिरहेछ। त्यो भएर आज चाहिँ म बुझेर आउँछु के भएको छ होइन भनेर आएको होइन। त्यो भएको कारणले के हुन्छ भने डाक्टर साहब पनि त होइन आन्दोलन गर्नुभयो होइन। हरेक मान्छे आन्दोलन गरे हो, त्यो कसरी सबैलाई मिलाएर लैजाने भन्ने कुरा त अहिले त सरकारमा पक्ष भएकोले गर्ने हो। अनि अर्को नयाँ शक्ति भन्नेहरूले पनि त्यसमा चासो दिनु पर्यो होइन। आन्दोलनको जगमा खालि मलाई जिताऊ त्यसो सबैले मलाई भोट हाल मलाई प्रधानमन्त्री बनाइदियो त मै गरिदिउँला त काम। डाक्टर साहबले गरिदिनुहुन्छ त त्यसपछि ल दिपेन्द्रलाई सबैले भोट हाल प्रधानमन्त्री दिपेन्द्रले पनि गरिदिन्छ ल सन्तोषलाई प्रधानमन्त्री बनाऊ नि त ऊ कुर्सीमा बस्छ काम हामी गर्छौँ नि त। त्यो हुन्न के मैले भन्नु चाहिँ 2324 गते जेका लागि आन्दोलन भएको थियो सबै पक्षहरू भित्री पक्ष बाहिर पक्ष सबै मिलेर त्यसलाई सफल बनाउनतिर हामी लाग्ने हो। त्यसैले फेरि पनि अन्तिमचोटि भन्छु डाक्टर साहबको चाँडोभन्दा चाँडो डाक्टर साहबको चाहिँ समाधान चाहिँ सरकारले गरोस्। आँखाबाट आँसु आइरहेको छ हेर्नु हाम्रो डाक्टर साहब हेर्नु त त्यहाँ 6-7 दिन भइसक्यो होइन। हुन्छ सर यति बेला हामी माइतीघरमा छौँ। दिपेन्द्र बस्नेत लगायत जिन्जी घाइते साथीहरू जिन्जी योद्धाहरू यो सडकमा हुनुहुन्छ जसले भदौ 23 गतेको दिनदेखि नै परिवर्तनको लागि होमिनुभयो र दिपेन्द्र बस्नेत उहाँ चाहिँ जुन एउटा ब्यारिकेडमा एउटा बारमा जुन निउरिएको अवस्थामा गोली खाइसकेपछि रगताम्य भएर लडेको अवस्थामा हुनुहुन्थ्यो र अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गर्दा यो माइतीघरमा हुनुहुन्छ र नयाँ जीवन पाउनु भएको छ। उहाँको केही कुरा पनि हामी सुन्दैछौँ है। ल सर हामी यो थोरै अलिकति पास हेर्नु भएन सन्तोष बोरा क्यामेरा लिन आऊ भन त